साथीहरु, म चाहिँ यहाँ पूजाको लागि फुल टिप्दै छु है। अब आज चाहिँ देवी पूजा छ हाम्रोमा, सो त्यही भएर चाहिँ म यहाँ फुल टिप्दै छु। हेर्नु होला, फुल पनि एकै हाल फुल चाहिँ ओ माथि माथि भयो क्या साथीहरु, म जानै नसम्म भेट्नै सकिनँ। त नजिक नजिकमा भएको चाहिँ टिप्दै छु। झरी गयो नि फेरि त्यो पनि हेर्दा हेर्दै देखिन्छ कति माथि माथि हो। यो चाहिँ फुल, यहाँ चाहिँ छ फेरि फुल अर्को। यहाँ पनि फुल टिप्नु पर्ने हुन्छ साथीहरु। यो चाहिँ देवी पूजा गर्नुको लागि यसरी चाहिँ मैले आज फुल टिप्दै छु है त। फुल त कति छ साथीहरु, सबै फुलै फुल छ रुखैभरि। यहाँ चाहिँ फेरि साथीहरु म अर्कै खालको फुल टिप्न आइरहेको छु। योसँग चाहिँ 3 खालको फुल टिपिसकेँ मैले। मेरो अनुहार चाहिँ आज बिरूप होला है, त्यही पनि फुलहरु टिप्दै छु म चाहिँ पूजाको लागि साथीहरु है। आज चाहिँ देवी पूजा छ हाम्रोमा, सो त्यही भएर चाहिँ म चाहिँ यहाँ फुल खोज्दै खोज्दै हिँडिरहेको छु। अनि फुल टिप्दै म चाहिँ यत्रो बनाइसकेको छु। फुल त रास रहेछ छन्दै। फाइनल साथीहरु, मैले चाहिँ 3 खालको फुल टिपेर पनि अब घरतिर जाँदैछु है। अनि फुल मैले टिपेर मैले साथीहरु पूजाको लागि चाहिँ यहाँनिर सामानहरु पनि रेडी भइसकेको छ साथीहरु। हेर्नु होला, यो चाहिँ आज हाम्रो देवी पूजा छ, सो त्यसको लागि चुराहरु, अब देवी भनेपछि त चुराहरु पनि चाहिन्छ नि त। सो म हिजो यसैको लागि हलिस पनि गएको थिएँ, चुरा। अनि यता अहिले त यो हाम्रो घरको मात्रै हो, सो अहिले भरे अरू पनि आउनुहुन्छ। मेरो अनुहारमा हेर्नु न साथीहरु, पसिना कति धेरै छ है, कति धेरै गर्मी भइरहेछ के साथीहरु हैन। सो भिडियो हेर्दै गर्नु होला कस्तो लाग्छ आजको हाम्रो पूजा चाहिँ, हेर्दै गर्नु होला है त गाइजहरु। यहाँ एउटा तल एउटा माथि 4वटा लगाइदियो। यहाँ तपाईँसँग छ खै 20 रुपियाँको दिनु न त, माथि 4वटा अनि आउनु भएछ। चिउरीको रुख त कडा छ नि हौ आमा। यो मुठै फर्काइनु पर्यो हिमालय आज पल्लोमा गएको है क्या, तल हौ गिराम पाक्नु। उति पल्लोमा त खै। हामी चाहिँ फाइनली देउताथानमा आइसक्यौँ गाइजहरु है। हाम्रो देउताथान चाहिँ देवी चाहिँ उ त्यहाँ हो। अब हामीले चाहिँ देवी पूजा त्यहाँ गर्नुपर्ने। यहाँ चाहिँ मेरो भारी बाँकी नै छ बोक्नलाई है। म चाहिँ धोबे लिएर आएको छु।
बोक्नु। हामी चाहिँ अब पूजा गर्ने ठाउँमा पुग्न लागि साथीहरू त्यहाँ माथि हो। फाइनली देवथानमा यो साथीहरू। हस् लो अब डोको कता राख्ने जेसी त्यो डोको यतै यहाँनिर राख्छु तिमी। त म पक्रिदिन्छु। देवथानभित्र पसियो गाइजहरू। हाम्रो चाहिँ पूजा धमाधम भइरहेछ साथीहरू है। प्रसादहरू हजुर पूजा सुरु भइरहेछ साथीहरू। यो चाहिँ हाम्रो देवी पूजा। आज चाहिँ देवी पूजा भइरहेछ। आज पूर्णे हो, सो त्यही भएर म बोलेको त खासै सुन्नु भएको छैन होला। त्यही पनि आउँदाखेरि के अन्न पानी के अन्न के परमेश्वरा के पानी परमेश्वरा के ए मनुष्य के परमेश्वरा के परमेश्वरा के क्षमा गर्दै जानुपर्छ। परमेश्वरा के पूजा चाहिँ अब सम्पन्न भइसकेको साथीहरू। पूजा चाहिँ सकिसकेको छ। अब हामी चाहिँ बाहिर निस्किन्छौँ। अनि यहाँ चाहिँ अब टिका टाला लाउने टिका लाउने क्रम भइरहेछ है। मलाई लगाइदिनु। फुलहरू पनि नि बाहिर है। मलाई अग्लो भएर के हो यसरी टिका थापमा ठुलो बडाको आशिष यसरी लिनुपर्छ के बस्नुपर्छ। यो अरूको कसले लाउने हो? के भयो यो सक्यो। अब लुकाली तिमी टिका लाउने नानीहरूलाई पनि लगाइदिनु अरे हौ। टिका लाउँदै गरेको बुढालाई खाने हुनु गाउँघरले मान्ने पेसाले जाने हाम्रो आज
पूजा चाहिँ हामीले यतिजनाले गर्यौँ। टिका लाउने कार्यक्रम भइरहेछ अनि अब चाहिँ यहाँ कार्यक्रम टिका लगाइसकेपछि चाहिँ अनि फेरि प्रसादहरू खाएर चाहिँ हामी घर जानुपर्ने हुन्छ गाइड्सहरू है त, हेर्दै गर्नु होला। पूजा यहाँ चाहिँ पूजा गरिसकेर पनि अब चाहिँ प्रसाद खाने सुरु भइरहेछ साथीहरू, हेर्नु होला। धमाधम प्रसाद खानु सुरु भइरहेछ यहाँ। रामली बजारको मा जाम फाइनली साथीहरू पूजा सकेर पनि हामी चाहिँ प्रसाद खाएर नि घर हिँडिसकेछौँ। सो साथीहरू आजको पूजा चाहिँ यस्तै भयो अनि अब हामी चाहिँ घर जाँदैछौँ। अब घर हिँडेको अनि आजको भिडियो चाहिँ के कस्तो भयो, जस्तो भयो भने सबैले राम्रो मानेर हेरिदिनु होला भन्दै आजको लागि चाहिँ बाई बाई गाइज। अनि आज चाहिँ के पूजा हो भनेर तपाईँहरू सोचिराख्नु भएको छ भने चाहिँ आज चाहिँ देवी पूजा पूर्णे हो। सो त्यही भएर हाम्रो देवी पूजा हुन्छ पूर्णेमा चाहिँ, यही भन्दै आजको लागि चाहिँ यति नै गाइज। अरू सबै चाहिँ गइसक्यो, म मात्रै छु पछाडि। सो आजको लागि भिडियो यति नै, बाई बाई। जे जस्तो भयो एकदम राम्रो मानेर हेर्नु होला भन्दै बाई बाई गाइजहरू। फेरि भेटौँला नेक्स्ट भिडियोमा है त।